के ए मा चिक्ने भ्लग चाहिँ किन बनाउने हो के ओ कसले मुख छोडेको तपाईले मेरो अस्ति पनि हालेको नि कहिले हाल्यो अहिले फेरि मुख चाहिँ डाइरेक्ट काट छोड्न के डाइरेक्ट काट कसले मुख छोडेको तपाईको नाम के हो भन्नु त ल के हो चिन्नु नोनल तेस को सुमन भनेको हैन रहेछ भने नि त्यसै आएर मुख छोड्ने अनि भगर भन अनि कसले बनाछ त अनि तपाई किन अगाडि अगाडि आएको त डाइरेक्ट आएर कसले मुख छोडेको बनाउँदैन भने अनि डाइरेक्ट आएर कसले मुख छोडेको त तपाईले छोडे मैले हुने मान्छे चिनेर बोल्ने नै फेरि के अलि उता उता जाने यहाँ आएर ल्याङ गर्ने होइन चिन्नु ननले के क्यामा सुन्नु मुजी यो मेरो सम्पत्ति हो टाँसौँ या नटाँसौँ यत्रो भयो प्रब्लम भयो हुन्छ है मुजी ल्याङ नगर कसले बढी बोलेछ कसले बढी बोलेछ के घन्टा खन देखाउनु उज है मुलाहरू बिच्चाकामा अलि यहाँ ल्याङ गर्ने होइन लु त लु हान त लु हान त खाएर ल्याङ गर्ने उज्जो मैले भन्दैछ मुजी अलि उज्जो भन्दैछ कसले बेइज्जत गरेछ मुजी त यत्रो खन आएर मुख छोडेको के फकट्टेमा आएर मुजी मुख छोड्नु पख पख मुला उजामा ल्याङ नगर मसँग फकटा लु बोल पुलिस बोल लु के गरेछ लु बोल मैले तिमीहरूले केही गरेछ तिमीहरूले मैले केही गरेछ कसको तेरो बना छ मुला पर्सनल यहाँ किन आएर बोलेको त बिचमा के खानु बिचमा आएर बोलेको लु त लु छोएर देखा त उसले चाहिँ किन आएर डाइरेक्ट मुख छोड्यो के मलाई मुख किन छोडेको उसले बुझ्नु पर्यो नि त उसको मैले पर्सनल भिडियो बनाछ यता सुन्नु न तपाईँ यता सुन्नु न उसको बनाछ कहिले बनायो कस्तो ल्याङ गर्छ भनेको के साइको हो त्यो उता चाहिँ मसँग ल्याङ नगरेँ यहाँ म प्यासेन्जर लिन आएको ल्याङ गर्न आयो अहिले यहाँ फकटामा उहाँले ल्याङ गर्ने होइन मान्छे चिनेर बोल्ने यहाँ भिडियो बनाउने यहाँ 1000 जना हुन्छ कसले बनाएको त्यो मान्छे चिनेर बोल्ने अघि भर्खरको कुरो होइन अस्तिको भिडियो निकालेको किन देखाउने म किन देखाउने जहाँ देखा भने त्यही देखाउने मान्छे हो म यो राखौँ नराखौँ यो मेरो सम्पत्ति हो मुजी यो मेरो सम्पत्ति हो तेरो सम्पत्ति हो मुजी यो कसको तेरो सम्पत्ति हो मुजी कसले फुटाउने रे म मुजी बनाम नबनाम मुजी पख तेरो मुजी भाइरल हुन्छ हुँदैन हेरिबस्नु मुजी अहिले मैले भनिरहेको छु मा हात नहाले के तिम्रो साइड लगाऊ के बिचमा ल्याङ साइड लगाऊ के तिम्रो साइड लाग्न के खान ल्याङ गर्न आएको त के खान ल्याङ गर्न आएको यहाँ ल्याङ गर्न आएको मैले ल्याङ गर्न आएको छ तपाईँ यहाँ हुनु तपाईँ अलि बुझ्ने हुनुहुँदो रहेछ उहाँहरू यत्तिकै ल्याङ किन गर्न आएको भन्नु न फकटेम किन ल्याङ गर्न आएको मुजी आफै भिखारी छ जाँठा अहिले अर्काले भिखारी भन्छ मुजी ल्याङ नगर है मुजीहरू उज मुजी कुरा गर्छ हेलो तपाईँ हो यता मुजी फकटेमा आएर ल्याङ गरिबस् मान्छे चिन्नु ओर्नु छैन त मुजी आफू भिखारमा मुजी रन्डीहरू मुजी भालु काम छैन माछ सिक्ने भाग माछ के माछ सिक्ने खोज्यो लाडो म सिक्ने अलिक ब्ल्याङ्की दिन्छु माछ सिक्ने रडीको बानहरू मुजी उझै माछ सिक्ने भालु मुजीहरू काम छैन माछ भालु मुजीहरू इज्जत नभएको माछलहरू राडी मुजी भालुहरू सल भाग सलक